Ladies and gentlemen, welcome to the channel. Please subscribe with notifications on. हेलो वेलकम ब्याक माई युट्युब च्यानल सन्तोष ब्लग र आज म चाहिँ नक्सलबाडी मामाघर जाँदैछु। 3-4 महिना भयो म पनि नगएको मामाघर र आज जाँदैछु र एक्लै जाँदैछु म। के गर्नु अब गाडी पनि छैन, अब यहाँबाट हिँड्दै जाने मेची पुलसम्म। त्यहाँबाट चाहिँ हामी अटोमा जान्छु, अटो भएर बसमा जान्छु होला। र अहिले म मेची पुल गएर भिडियो बनाउँछु र बाई बाई। म यहाँबाट हिँडेको निस्क्यो, अघि निस्किन्छु भनेको ढिलो भइहाल्यो। यो हाम्रो चाहिँ गाउँको बाटो हो। निस्किसक्यो अब। त्यसो गर्मी छ पुरा, फेरि घाम त्यस्तै लागिरहेको छ। अब सिटी भेट्ने कि नभेट्ने मेची पुल आइपुगिसकेको छु। यहाँबाट झन्डै अब 100 मिटर छ मेची पुल पुग्न लागि। र दामी बनाएको छ, बिचमा कलरहरू हालेर। मेची पुल हिँड्दै आएको, स्वास्थ्यको लागि राम्रो अरे हिँड्नेको लागि। बिमारीहरू चाहिँ हट्छ भनेर त्यही भएर म हिँड्दै आएँ। लगभग कति 20 मिनट त लाग्यो होला मलाई हिँडेर त्यहाँ आइपुग्नु लागि। त्यही भएर हिँड्दै आइदिएको, हिँडे के राम्रो भनेर पैसा पनि जोगाउनु पर्छ। र यो हाम्रो यहाँ मुनि हिँडेको छ फुल चाहिँ, यो चाहिँ सब तपाईँको खरबुजाहरूको हो। खरबुजा रोपेको छ। अब ठ्याक्क तपाईँको 3-4 महिनापछि अब यो मजाले रातो रातो गरेर खरबुजा फल्छ। यो चाहिँ मेची पुल हो। पानी पनि त्यति धेरै बढेको पनि छैन, पानी त परेको छैन, त्यही भएर पनि होला। बिन्दास बिन्दास जाइँदैछ आरामले। चिगम छ बहुतै होइन, कपाल पनि बिग्रियो जस्तो लाग्यो। कपाल पनि यसपालि पालौँ भनेको, फेरि काट्न मन लागिहाल्छ यसपालि चाहिँ। र म चाहिँ अब नेपालको चेकपोस्टसम्म आइपुग्न आँटिसकेँ। त्यहाँबाट त्यहाँ नागरिकता माग्छ, नागरिकता चाहिँ अनिवार्य बोक्नै पर्छ, बोकेन भने चाहिँ इन्डिया गाडीमा चढेको छु। भर्खर गाडी पनि हिँडेको छ। र म चाहिँ अब कहाँ आइपुगेँ भन्दाखेरि सकरमारी आइपुगेँ। सकरमारीबाट तपाईँको बतासी आइपुग्छ, बतासीबाट पानीघट्टा मोड आइपुग्छ, पानीघट्टा मोडबाट रथखोला, रथखोलाबाट नक्सलबाडी आइपुग्छ। र मेरो गन्तव्य चाहिँ नक्सलबाडीसम्म हो। र गाडीमा मान्छे पनि धेरै भइसकेको छ, मान्छेहरू। र मेरो कपाल चाहिँ दामी उठिरहेको छ, हावा त्यो र हावा त्यस्तो दामी आइरहेको छ कि हावाले कस्तो मिठो लागिरहेको छ हावा आएर। र हामी चाहिँ सकरमारी आइपुगिसक्यौँ। यहाँबाट हामी चढिदिन्छौँ र होइन धेरै दिनपछि मामलाई सँगै लाग्छ। के भन्नु हो तपाईँलाई, म चाहिँ अलिकति सन्चो पनि छैन, सर्दी लागिरहेको छ।
रेलवे स्टेसन हो रेलहरू जान्छ रेलवे स्टेसन फाइनली हामी चाहिँ नक्सलबारी बस स्ट्यान्ड आइपुग्यौँ यो चाहिँ नक्सलबारीको बस स्ट्यान्ड हो यहाँ चाहिँ तपाईँको शनिबार र मङ्गलबार हाट लाग्छ आज तपाईँको सोमबार चाहिँ लागेन भोलि चाहिँ हटिया हो यहाँको र यहाँबाट हामी भित्र बसबारभित्र छिर्छौँ बसमा छिरेर हामी टक्क आन्टीको घर जाँदैछु टिका लागेको कारणले होइन डक्टरसँग अमुल खाँदैछु खाल जाँदैछु यो ठाउँको नाम चाहिँ खाल हो हुदुबिट्टा होइन नाम पनि ठाउँको नाम पनि बवाल छ र यहाँ चाहिँ होइन बाघ आउँछ राति उदी यतिखेर पनि बाघ आउँछ भाइले भन्दैछु डर जाँदिनँ भन्दैछु तर हिँड्न केही हुँदैन भनेर हामी लिएर जाँदैछौँ होइन यस्तै छ यो चाहिँ इन्डियाको ठाउँ हो यो ठाउँलाई चाहिँ शान्तिनगर अरे त शान्त नै छ बङ्गालीको चाहिँ भिडभाड छ यो ठाउँमा चाहिँ तपाईँको प्रायः बङ्गालीहरू नै छ होइन अनि यहाँबाट लगभग तपाईँको झन्डै 1 किलोमिटरदेखि चाहिँ हाम्रो मामाको घर छ ठाउँमा पनि यस्तो ठाउँमा बस्नु भएको छ कि त्यहाँ हात्ती यत्रो विशाल आउँछ कि के भन्नु ठुल्ठुलो हात्ती आउँछ त्यहाँ त्यत्रो हात्ती त नेपालमा पनि छैन होला त्यत्रो ठुल्ठुलो हात्ती आउँछ र त्यहाँ चाहिँ सुत्नु भनेको आफ्नो जीवनसँग खेलबाड गर्नु भन्ने बुझिन्छ किनभने राति कतिखेर आउँछ हात्ती थाहै हुँदैन त्यसको लागि एकदम जागरामा बस्नुपर्छ अरे होइन डेन्जर छ त्यहाँ सुत्नु लागि कि चङ्खे मान्छे हुनु पर्यो कि सुते भयो भने मान्छेको टिपेर फाल्छ त्यहाँ केही पनि थाहा हुँदैन डेन्जर छ ठाउँ हामी चाहिँ त्यही ठाउँमा जाँदैछौँ म मेरो भाइले मेरो ब्याग बोकिराखेको छ खोइ त यहाँ के भन्नु नमस्ते होइन हेलो हाई मेरो दाइको युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस् सबैले मेरो दाइको युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहोस् अनि अरू लाइकहरू सब्स्क्राइब गरिदिनुहोस् र अरू के अनि के नाम चाहिँ के हो मेरो नाम मन्जित बराइली हो म इन्डियामा बस्छु जग्गाको नाम नक्सलबारी अरू के कतिमा पढ्छस् म क्लास 10 मा पढ्छु 10 मा पढ्छु तेरो अनि त्यत्रो अनि भिक्स चक्लेट दिएको तर पनि तेरो घाँटी खोलेन नि भिक्सको गोली खाऊ खिचखिच गरौँ भनेको झन् दिएको दबाई थियो त अनि ठिकै भएन त झन् घोकुर स्वर आयो त खिचखिच हुँदैन स्वर चाहिँ कस्तो अनि भाष्य कस्तै आएछ त नि यहाँ देख्छु नि यहाँ डेन्जर छ दाँत चाहिँ फेरि मार्तले सिधा गर्नुपर्ने कि छेनीले र हामी चाहिँ पुग्नु लाग्यौँ होइन म चाहिँ बिहानै 6 बजी आइपुग्छु है माइजू भनेको थिएँ बेलुकाको 6 बज्ने आँटिसक्यो भर्खर पुग्दैछु म माइजूको घर अब त्यहाँ गएपछि भन्नुहुन्छ तिमी त बिहानै आउने
प्लान थियो त खोइ त अनि बेलुकाको 6 बजी आइपुग्यो भन्नुहुन्छ होला र यस्तै छ